चिची काट्दाखेरि हातै गाइजहरू अहिले चाहिँ म पुरै डोकोमा पानी बोक्दैछु खोलादेखि उसाल्दैछु माथि अब जुठो भाडा गर्नुको लागि चाहियो यत्रो भागे पार्दै हो लाने जानु दिनु गाको उयो जाओस् क्या पकाउनु देख्छु खानु हुँदैन हौ धेर खुन जान्छ त्यो जाऊ त पकाल्दिन आको आको गर्छ हैन त्यो त पकाउनु दिनु एकछिन चाहिँ हैन हैन रेबिजको के हाल्नु पर्छ कोही पनि हाल्नु पर्छ यो सिलाउनु लगाइदिनु त त्यतै घटेको छैन रहेनपछि माम खानु पर्ने हुन्छ मैले पनि टाँगी भइसक्छ हेलो एभ्रिवान नमस्ते एन्ड वेलकम ब्याक टु माई च्यानल हजुरहरूलाई स्वागत छ फेरि पनि मेरो नयाँ भिडियोमा सबैजना सन्चै हुनुहुन्छ होला भन्दै आजको भ्लग स्टार्ट गरौँ है तर मेरो भ्लगको स्टार्टिङ होइन बिचमा मेरो यो जुन अगाडिको इन्ट्रो छ त्यो चाहिँ मैले भर्खर गर्दैछु अहिले चाहिँ म यहाँ जङ्गलमा छु सो आज चाहिँ म कहाँ आएको छु के गर्न आएको छु भने चाहिँ नि बाहिर थमेल र टाइटल देखेर पनि थाहा पाइसक्नुहुन्छ र पनि म फेरि पनि भन्छु आज चाहिँ संसारी पूजामा आएको छु म पुरै यहाँ घरको फ्यामिली अनि त्यहाँदेखि हाम्रो पुरै देउराली म बसेको ठाउँमा हुन्छ देउराली त्यहाँको छरछिमेकीहरू सबै ग्रुप आएको छौँ यो चाहिँ संसारी पूजा आज शनिबार एक्ज्याक्ट के को लागि गर्छु यो संसारी पूजा त थाहा छैन त्यो भरे भिडियोमा हेरिहाल्नुहुनेछ यहाँभित्र सो त्यही भ्लग इन्ट्रो चाहिँ गरेको थिइनँ र अहिले भर्खर गर्दैछु अहिले चाहिँ म यहाँ माथि जङ्गलमा आइरहेको छु सो त्यही हो भ्लग अब हेर्नुहोस् होला है त पछि तपाईँहरूलाई म भ्यू देखाउँदै लान्छु ल यो चाहिँ हाम्रो घर पछाडिको बाटो भनौँ न यता एरियाहरू देखाउँछु पुरै यताउति पहिले बस्ती थिएन बिस्तारै यताउति बस्ती बस्दैछ अनि यो चाहिँ सानो खोला छ यहाँ पुल पनि छ अर्ग्यानिक पुल यो खोला छ सानो यताउति पनि बस्तीहरू छ यो खोलाको नाम जान्न चाहनुहुन्छ भने चाहिँ यो खोलाको नाम हो गुहे खोला कसले राखिदिएको थाहा छैन तर सानोदेखि गुहे खोला यहाँ मान्छेले आउँदा हक्छ होला त्यही भएर गुहे खोला राखिदिएको होला र यहाँदेखि यो यता नयाँ बस्ती पुरै खेत थियो पहिला चाहिँ यताउति अहिले चाहिँ बिस्तारै सबै मान्छेहरू बस्नु थाल्नु भएको छ यो साइड त छैन उताउति बस्दै हुनुहुन्छ म पनि धेरै पछि आएँ यता बिस्तारै सबै जग्गाउति घरहरू बनिँदैछ हाम्रो त्यो पर साइड उहिले जग्गा थियो अहिले चाहिँ बेचेर थोरै मात्र छ देख्न सक्नुहुन्छ तपाईहरूले डाँडा पाखा पहिले हामी सानो त्यो डाँडा चढ्न आउँथ्यौँ माथि टुप्पीमा जान्थ्यौँ अनि यतापट्टिबाट पुरै देउराली अनि उता अलिअलि धरान पनि देखिन्थ्यो अब त आउनै छोड्यो यता हुँदै पनि अब अलिकति जानुपर्छ त्यहाँदेखि अर्को खोला आउँछ यता गुहे खोला भइहाल्यो नि त अब अर्को भनेको यहाँदेखि उता गएपछि शनिबटे खोला आउँछ अल्छिन्नमा हामी हेर्नुहोस् गाइजहरू तपाईँहरूलाई म देखाउँदै रहन्छु घरिघरि मलाई पनि देखाउँछु तपाईँ एक्लै छु म चाहिँ अहिले चाहिँ म शनिबोटेतिर आइपुगेँ शनिबोटे खोला छेउ पानी चाहिँ छैन रहेछ सानो रहेछ पहिले चाहिँ हामी यता हुँदै पौडी खेल्नु नि आउँथ्यौँ सानोमा अहिले पनि सानो चाहिँ तर अझै सानो हुँदाखेरि भन्न यहाँ चाहिँ सानो यो कटेज टाइपको रहेछ पहिले यो यहाँनिर त मान्छे पनि जलाउँथ्यो जस्तो लाग्यो हो कि होइन हो जस्तो लाग्यो एकचोटि आएको थियो जस्तो लाग्यो अनि यता यो खोल्सीहरू छ यताउति पहिले हामी पानी मजाले प्रपरली नआउँदाखेरि पानी पनि लिन आउँथ्यौँ यता डोको बोकेर
पातहरू पनि लिन आउँथ्यौँ हामी त्यो दसैँ तिहार बेला त्यो टपरीहरू गाँच्न यताउति पौडीहरू खेल्थ्यौँ अनि तपाईँहरूलाई म माउन्टेन एभरेस्ट देखाउँछु गाइजहरू माउन्टेन एभरेस्ट हजुरहरूलाई म देखाउँछु यो हाम्रो चाहिँ गाइजहरू अनि अहिले चाहिँ म एक्लै नै जाँदैछु हाम्रो घरकोहरू चाहिँ अघि गइसक्नुभयो सबैजना अनि मेरो चाहिँ काम थियो लुगाहरू धुनुपर्ने थियो आज शनिबारको दिन अनि लुगाहरू धुएँ अनि काम सकेँ मेरो अनि त्यही भर्खर कति 10 बज्नु लाग्यो ल भर्खर जाँदैछु म चाहिँ के कामहरू चाहिँ गएर सघाउँछु त्यहाँ तपाईँलाई म माउन्टेन एभरेस्ट देखाउँछु भन्दै थिएँ नि यहाँबाट यो खोल्सी चढ्थ्यौँ होइन पर्खिन है कसरी देखाउँ अलिक उता जान्छ नि देखाउँछु कस्तो त्योबाट पानी लान्थ्यौँ पहिला नि यो जङ्गलसँग यो खोला त छैन यो खोल्सीबाट चढेर माथि जान्थ्यौँ अनि हामी यसलाई नै पुरै माउन्टेन एभरेस्ट भन्दै चढ्थ्यौँ हामी पहिले सानोमा है पुरै केटाकेटीहरूसँग आउँथेँ अनि चढ्थेँ यो खोल्सी चढ्दै चढ्दै माथि टुप्पीमा पुग्थ्यौँ अनि यसलाई नै माउन्टेन एभरेस्ट भन्दै चढ्थ्यौँ हामी अब त त्यस्तो दिनहरू पनि गयो हेर्नुहोस् बलियो त गाइजहरू म ऊबाट आएको यस्तै कतिको मान्छेहरू हुनुहुन्छ हो थाहा छैन हप्ता बेलामा देखाउँदै जान्छु आज के गर्छु कस्तो कस्तो हुन्छ आजको हाम्रो यो संसारी पूजा प्रोग्राम कति घर हुनुहुन्छ म तपाईँहरूलाई भरे म जानकारी गराउँदै नै छु है त आज म तपाईँहरूलाई एकैचोटि यो पछि देखाउँछु ल गलेँ म त ए पढेन वा अरे नजिकै रहेछ त हेर्न सक्नुहुनेछ हो यहाँ पुरै धुवा जाँदैछ तपाईँहरू कतिलाई त थाहा छ होला संसारी पूजा भनेको कतिलाई थाहा छैन भने चाहिँ हेर्दै गर्नुहोस् कस्तो हुन्छ संसारी पूजा र यसको किन गर्छ यो पूजा चाहिँ मलाई नि थाहा छैन पहिलेदेखि संसारी पूजा भन्दै आउनु चाहिँ आइन्छ तर किन गर्छ के हो त चाहिँ अब भरे हामीहरू बुझौँ है त त्यहाँको ठुलो मान्छेहरूलाई सोधौँ अनि त्यहाँदेखि चाहिँ जानु है त गलियो गाइस गलियो ए यता हुनुहुन्छ हाम्रो केटाकेटी ग्याङहरू यता चाहिँ पानी भर्न आउनुभएको रहेछ माथि जाउँ हामी यता चाहिँ पिकनिक स्पटै बनाउनु भएको छ यहाँ झाडी यहाँ पनि जङ्गल झाडी नै थियो तर बनाउनु भएको छ अहिले चाहिँ राम्रै झाडीहरू फाडेर खेसाङ्गे सेवा समाजको वनभोज स्थान यो चाहिँ खेसाङ्गे भनेको चाहिँ हामी खेसाङ्गेहरू हो भोजपुरको उहाँहरूले नै संस्थाले नै बनाउनु भएको देख्नु सक्नुहुनेछ यहाँ के हुँदैछ लाज लाग्यो त्यसलाई भिडियो बनाउनु गाइस अब सुरुमा चाहिँ हामी टिका लाउनु पर्ने हुन्छ चिन्ताको कुरो सबै कुरो मनमा सधैँ सकारात्मक संसारी मान्छे जम्मै कुरो दियोस् भरिपूर्ण हुनु भयो अब अर्को त्यहाँ चकलेट हुन्छ धन्यवाद
यहाँ चाहिँ पूजा गर्ने थान रहेछ वचन चाहिँ आजको हाम्रो पुजारी गर्नुहुन्छ नजाने अरे देपा ए नआउने अरे अब के गरिदिन्छ यहाँ चाहिँ कुखुरा कटिङ हुँदैछ यता कुखुरा बोल्दै हुनुहुँदो रहेछ यता चाहिँ के माम पकाउँदै हुनुहुन्छ यहाँ चाहिँ यता माम पाक्दैछ यता सामानहरू काटेर तयार गर्दै हजुर उता तितेको तयारी चल्दै रहेछ बाजे सन्चै हुन्छ दाँत नलानु भएको फेरि तपाईँलाई भ्लग ठिक छ बाजे अब चाहिँ म पनि यहाँ थोरै कामहरू सघाउँछु घर तपाईँलाई देखाउँदै गर्छु हामीलाई चाहिँ हाम्रो त्यो पाहाडको खैरे कुकुर हो आऊ प्रसाद हरे प्रसाद परेवाको हो यो प्रसाद हरे गाई जो चाहिँ परेवाको बाँड्दै हुनुहुन्छ काँचो लागि पाइसकेको बोलेको पाकेको रहेछ पानी लिनु जाने यहाँ चाहिँ माइकल हेर्न माइकल हड्डिनु ला नानी यहाँ जा माइकल हड्डिदिएको मिठो मिठो खाना मैले नाम दिन्छु त खाऊ हड्डियो नुनसारको सरकारी पाक्ने बेलासम्म यसो हिसाब हुन्छ भरे सरकारी अन्दाजले बाँडेपछि पुग्छ बिहान यता तिम्रो लगाएर गाइस फुटाइ न पर्छ तिमी खाइयो हातै कट भयो गाइस बोकेदार लगाइदिनु चिची काट्दाखेरि हातै काट्यो अलिक टाइट बाँध्नु जान्छ मुस्किल छ अब यो खेद्नु चाहिँ बाँध्ने हो क्या टाइट त्यो माथि घाउमा बाँध्नु हुँदैन यो अम्लाको यति छालेको यो उहाँको त कुखुराको अन्डा कटिङ हुँदैछ देपा कुखुराको अन्डा हो भालेको भालेको नि यस्तो अन्डा आउँदो रहेछ मलाई थाहा थिएन अझै थाहा भयो पोलेर काट्नु कुखुराको हो केटाकेटी खानु हुँदैन दिमागको पढ्ने दिमाग हराउँछ यहाँ चाहिँ पैसा उठाउँदै नाम लेख्दै हुनुहुन्छ 60 जति पुग्छ होला कि दीपक पोत अहिले चाहिँ हामी मान्छे यति मात्र छौँ काम गर्नुहुनेहरू अब भरे अरूहरू आउनुहुन्छ होला पाकिसकेपछि हाम्रो तिते चाहिँ पाकिसक्यो त्यहाँ वाचिक पाके के भन्छौ त्यो प्रसाद चढाउनु हुने अरे त्यो चाहिँ चढाउनुलाई चिज नल्याउनु भएको रहेछ यहाँ हेर्नु स्टाइल स्टाइलले खाइँदैछ चम्ची हेर्नु कोही हातले खाइँदैछ कतै प्लेट चम्ची पातको यता चम्ची बनाउँदै मेरो चाहिँ यहाँ छ अब म पनि खान्छु हातैले खानु लाग्छु यहाँ बसेर मेरो खानेकुरा यहाँ छ खानै त
बाजे हातैले खाँदा हुन्छ होला हौ हातले त खाने हुन्छ नि होइन उता चम्ची बनाएको चम्ची बनाउँछ नि बजारो जल्दी किन धमी छैन हौ चम्ची बनाउँदा सक्यो तपाईँले के खानु आज गाईहरू अहिले चाहिँ म पुरै डोकोमा पानी बोक्दैछु खोलादेखि ओसार्दैछु माथि अब जुठो भाडा गर्नुको लागि चाहियो सो पालै पिलो हामी सक्नेले पानी ओसार्दैछौँ माथि काम गर्नेहरूलाई सजिलो हुन्छ नि त्यहाँ खोलामा झरिराख्नु पर्दैन त्यही भएर हो म चाहिँ खतरा डोको पनि बोकिदिन्छु यसरी देख्नु सक्नुहुनेछ गाईहरू अहिले चाहिँ म फेरि मुनि झरिसकेको छु यहाँ खोला छेउतिर अब चाहिँ म एकछिन टिकटक बनाउनु निस्किन्छु कामहरू थोरै सघाएँ माथिदेखि यहाँ तल झरिरहेको छु बिस्तारै मान्छेहरूको आउने क्रम बढ्दैछ है त म चाहिँ एकछिन एक दुईवटा टिकटक बनाउनै पऱ्यो होइन गाइस टिकटक चाहिँ छुट्नु भएन मेरो डुल्दै म चाहिँ एक्लै छु साथीहरू कोही छैन साथी न सङ्गी एक्लै रङ्गी चङ्गी घामले गर्दा रात एकछिनमा भेट्छु गाइस अब म टिकटक बनाइसक्छु अनि त्यहाँदेखि तलदेखि म यहाँ यो बर पिपलवाला यो चौतारी थियो र यहाँ एकछिन आराम गर्दै टिकटक बनाउनु कति भयो यहाँ नआएको त वर्षौँ भयो होला भनेर आएको त पहिरोले यो खोलाले यस्तो पहिरो लगेर हेर्नु न यहाँसम्म सबै यो पनि यो चौतारोको यो पनि भत्काएर झार्दैछ पर चाहिँ को घाँस दाउरा बनाउनु भएको रहेछ ढल्किरहनु भएको छ गाइजहरू अहिले चाहिँ टिकटक बनाइसकेँ फोटो खिचेँ पिटिक्क आफै नै अब चाहिँ हामी ब्याक टु अहिले ठाउँमा जान्छौँ त्यहाँ के भयो हो के गर्दै हुनुहुन्छ म आउँदाखेरि चाहिँ मामहरू यताउति तरकारीहरू पकाउँदै हुनुहुन्थ्यो लेट्सी अब त्यहाँ के गर्दै हुनुहुन्छ म देखाउँछु तपाईँहरूलाई है त तिरपल टाँगिरहेको छ कार्यक्रम त धेरै अगाडि बढिसक्यो जस्तो छ यहाँको खानातिर गइसकेछ छाता ओर्दै हुन्छ कोही ममतिर लागिसकेछ अब चाहिँ तिते त्यहीँ घटेको छैन र अब चाहिँ माम खानुपर्ने हुन्छ मैले पनि तिरपल टाँगी गाइस हामी चाहिँ आयो कारै पर्छ गाइस ए लोकल स्टाइलमा है गाइस यसलाई के भन्छ देपा यसलाई के भन्छ पन्यु हो यो दाबिलो यहाँ सुप छ चिचीहरू त्यहाँ हुँदैछ यता जुठो भाडा अन्त खाना लिँदै हुन्छ सबैजना रमाइलो छ गाईहरू अब हामी पनि माम खानुपर्छ मलाई आमा कसले भेट लाएर आइदिनु ल भयो मेरो खायो भने थप्छु हुन्छ भयो कहाँ बसेर खाऊँ गाइजहरू अब हामी खैरैसँग बसेर खान्छु मेरो साथी छैन जिममा पनि खानुपर्छ गाइजहरू को आउँदैछ
खैरे पनि छ खैरे लाड्यो यसलाई नि वेलकम छ मेरो ब्लगमा हड्यो हौ गीता दिदी यता दोकान जानुपर्छ यहाँ आउँदा दोकान जानुपर्छ खाना साना खाइसक्यो अब चाहिँ सबैजना आउँदै खाँदै अनि जाँदै पनि हुनुहुन्छ बिस्तारै सबैजना बिस्तारै आउनुहोस् है हाम्रोतिर एकछिन आउनु भनेर भनिएर म आउँछ काका यो मेरो घाउ भएपछि म आइहाल्छु सबैजना अब चाहिँ बिस्तारै फर्किँदै हुनुहुन्छ अहिले चाहिँ कति 12-1 कति बज्न लाग्यो होला अब चाहिँ लगभग सकिँदै जाँदैछ मान्छेहरू पनि आएर फर्किँदै हुनुहुन्छ के को लागि गर्छ यो पूजा त्यस कारणले अब संसारको यो हाम्रो भूमि यो हामीलाई चाहिँ अब यो हाम्रो बर्खा लाग्न आँट्यो यो एउटा धुल पूजा पनि भन्छ अनि हजुर धुल पूजा भनेको पानी राम्रो आओस् अनि हामीलाई अब बर्खाले कोही नष्ट हामीलाई अवरोध नपुर्याओस् भनेर हामीले पूजा गर्नुपर्ने हो के चढाउनु भयो आज हामी सबै अब बाख्रा चाहिँ नचढाएको योपालि बाख्रा चाहिँ चढाइएन कुखुराहरू परेवाहरू अन्डा बाख्राको जग्गामा पनि कुदिलो पनि काटेको छ पुजारी त उहाँ हुनुहुन्छ हुन्छ कहाँनिर काटेको तपाईँको फेरि कुकुरले टोक्यो गाइस खैरेले मारो धेरै खुन जानु नदिनु दाजु त्यो सुनमा बगाउनु दिनु न त उयो चाहिँ त्यो बग्नु चाहिँ दिनु न यत्रो भङ्गे पार्थ्यो हिँड्ने बेलामा कस्तो साडे पानी जानु दिनु न त्यो दाँतको उयो जाओस् क्या पकाउनु देख्छिन् खानु हुँदैन हौ धेर खुन जान्छ त्यो जाओस् न त पकाल्दिनु आएको आएकै गर्छ होइन त्यो त पकाल्नु दिनु न एकछिन चाहिँ होइन रेबिसको सुई हाल्नुपर्छ सुई पनि हाल्नुपर्छ यो सिलाउनु लगाइदिनुहोस् त भाइ लु कपडा छैन पक्रेर हिँड्नुहोस् त दाजु धेरै खुन जान्छ लु लगाउन खुन थाम्छ अनि एकछिन है पानी जोइजाओस् यो बहिनी पानी जोइजाओस् उयो रेबिच अब यो त रेबिसको सुई त हाल्नुपर्छ लाउनै पर्छ कुकुरलाई त लाउनुपर्छ टिटनसको पनि लाउनुपर्छ बोके झार चाहिँ लगाइदिनु न कुन चाहिँ हो त बोके झार अरे यो पक्रिनु नानी यो ढोला पक्रिनु न हाम्रो पुजारी बाको गयो खानुभन्दा धेर भयो गाइसहरू त्यो अङ्कलको हात यति नै काटेको थियो अघि नै फेरि अहिले त हात पनि पुजारीमा चाहिँ पुजारी हुनुहुन्थ्यो के गर्दाखेरि त्यहाँ टोपी पठायो हड्डी दिँदै हुनुहुन्थ्यो या के भएर कासी पठायो यही हो अहिलेको टोपी चाहिँ विदाउट रिग्रेट बसिरहेको छ होइन तिमी भाइ ओइ खैरे केही रिग्रेट छैन काम बिगार्दै त्यत्रो टोक्टै निकालेर पनि एक थोपा यति पनि रिग्रेट छैन होइन टोकिस्ट खैरे डोन फिल भइरहेछ होला ओइ यहाँ आएर हेलो गाई छ म त टोकिदिन्छु मलाई ताल पऱ्यो भने यो त उडायो गाई उडायो अब चाहिँ म घर फर्केँ यहाँ अलिकति कोइला पनि भेटिसकेको छु अघि त्यहाँ दाउराहरू बालेको त्यो कुखुराहरू पोल्दाखेरिको होला सायद अब चाहिँ यहाँदेखि निस्किन्छु म बाख्रा पनि माम खाँदैछ अब यहाँ पनि तिर्पलहरू सबै उठाइसक्नु भयो अब कोइला पनि काम लाग्छ यो कोइला अब यहाँ थन्को मनको गरेर सामानहरू लिएर आएर सरसफाइ गरेर आउनुहुन्छ उहाँहरू म चाहिँ जान्छु अब घर निस्किने हो म चाहिँ
समीक्षा मम्मी समीक्षाहरू लिएर आउनुहुन्छ खैरे भाइ पानी खाँदैछ नानी आइज मसँग जाउँ म एक्लै छुइनँ मेरो छोरो पनि छ मेरो अर्को छोरो मेरो घरमा यसको साथी थियो यो सँगै जन्मेको यहाँ चाहिँ यो चाहिँ ठुलो हाम्रो देपाहरूले पाल्दै हुनुहुन्छ जुन हामीले पालेको थियौँ त्यो चाहिँ मऱ्यो अस्ति बिरामी भयो दबाईहरू गर्दा पनि बाँचेन सायद त्यो उनीहरूको रोगै त्यो कुकुरहरू कति हाम्रो घरदेखि माथि हुँदिको पनि कति ठाउँको मऱ्यो भन्दै हुन्थ्यो त्यो हैजा टाइपको केही लाग्यो होला सो त्यही भएर मऱ्यो खैरे मलाई घर पुऱ्याउनु हिँडेको तिमी टोक्यो पनि कति माया लाग्छ म त पिट्नु गर्नु नै माया लाग्छ यहाँ भदैनीहरू पनि जाने भन्दै त मसँग आउनुहुन्छ होला कि हेर न छानो ओइ खैरे मोटे ओइ खैरे ला मेरो अलार्म बज्यो गाइज चिची कति खायो भन त मलाई पुरानो गएको हो कति चिची खायो आज ओइ काकाको आइज छिटो गएको नानी म त गएको ओइ आऊ छिटो आऊ छोडेर जान्छु नि फेरि म त अलार्म मारौँ गाइज पिकनिक मनाएको ठाउँ चाहिँ त्यहाँ हो पिकनिक पूजा के भन्नु त्यही अनि म चाहिँ यहाँ यता वारिपट्टि आइसकेँ है त त्यहाँ चाहिँ लगभग चाहिँ हामी घर छेउ आइपुग्नु लाग्यौँ आजको ब्लग हेरेर इन्जोय गरिदिनु भयो होला कतिलाई त थाहा छ होला संसारी पूजा भनेको कतिलाई थाहा थिएन होला हाम्रोतिर चाहिँ यसरी नै गर्छ संसारी पूजा अनि त्यो आजलाई ब्लग मेरो यति नै थियो अनि मेरो अब चाहिँ मेरो ब्लग यही नै इन्ड गर्छु मेरो च्यानलमा कोही नयाँ हुनुहुन्छ भने प्लिज सब्सक्राइब गर्नुभएको छैन भने सब्सक्राइब गरिदिनुहोस् अनि भिडियो के कस्तो लागेको छ कमेन्ट गरिदिनुहोस् लाइक गरिदिनुहोस् सेयर गरिदिनुहोस् अनि कस्तो कस्तो भिडियोहरू हेर्नु चाहनुहुन्छ अपकमिङ डेजमा त्यो पनि कमेन्ट गर्न सक्नुहुनेछ र कहाँबाट हेर्दै हुनुहुन्छ त्यो पनि कमेन्ट गर्न सक्नुहुनेछ भन्दै आजको ब्लग म यहाँ इन्ड गर्छु बाई बाई मेरो हातमा झोला छ यत्तिकै